नमस्कार, म सर्वेन्द्र कार्की। हजुरहरूको साथ र सहयोगले यहाँसम्म हामीले जुन यो गौरीवासमा रहेको यो खुल्ला मञ्च छ, खुल्ला मञ्चलाई चाहिँ अहिले हामीले व्यवस्थित गर्दा गर्दै हामीले जुन यो फुटबलको डेली हाम्रो यहाँनिर कोच असिम भुजेलद्वारा हाम्रो प्रशिक्षण भइरहेको छ र यो अनि हाम्रो साथै क्रिकेटको लागि पनि हामीले जुन पहल गरेका थियौँ, तपाईँहरूको साथ सहयोग बिना अधुरो अपुरो नै थियो। यहाँहरूलाई फेरि पुनः पनि धन्यवाद दिन चाहेँ। तपाईँहरूको साथ सहयोगले गर्दा नै अहिले हामी यहाँनिर दुईतर्फी एउटा 3टा टिम हामीले यहाँनिर सबै खडा गरेर चलाइरहेको छौँ। जुन भाइ बहिनीहरूलाई एउटा फुटबलमा 2टा टिम छ, एउटा भाइहरू सानो, एउटा सानो लेभलको हुन्छ भने एउटा अलिक खेल्ने वडा कप खेल्ने भाइहरू हुनुहुन्छ। साथै बहिनीहरू पनि हाम्रो यहाँ प्र्याक्टिस ट्रेनिङ गरिराख्नु भएको छ। साथै उता क्रिकेटमा पनि त्यस्तै छ। साँच्चै नै अहिले चाहिँ हामीले जुन पहिला हामीले विरोध गरे भन्नुहुन्थ्यो, हामीलाई भन्नुभयो होला, सोच्नु होला कसैलाई यिनीहरूले त्यस्तो गरिरहेछ उस्तो गरिरहेछ भन्नुभएको थियो होला। तर हामीले चाहिँ के को लागि गरेको थियौँ भने यस्तै यो खुल्ला मञ्चलाई चाहिँ बहुउपयोगी बनाउनुपर्छ, यसरी नै यसलाई जोड्नुपर्छ समाजसँग र क्लबको भूमिकाहरू पनि क्लबले यसरी नै भूमिका निर्वाह गर्दै गर्नुपर्छ भन्ने एउटा सबैलाई हामीले भन्दा अहिले यो अवस्थामा लिएर आइदिएको छौँ। तपाईँहरूले अब यसलाई चाहिँ कुन ढङ्गबाट अगाडि बढाउने, यसलाई सधैँ सार्थकता दिनलाई एउटा संस्थाले एउटा विधिगत रूपले गरिदिनुपर्ने हुन्छ। यसलाई गर्छौँ। पहिला हामीले भनेको, अब एकचोटि हामीले भन्दाखेरि विरोध मात्रै गर्यो भन्नुहुन्छ। हामीले विरोध मात्रै गरेको होइनौँ, विरोध गरेर पनि हामीले जुन काम गरेर देखाएका छौँ यो हजुरहरूले देख्न सक्नुहुन्छ। यसको लागि साथ सहयोग गरिदिनु हुने सम्पूर्ण यसरी नै हामीलाई गेमहरू आयोजना गरिदिनको लागि साथ सहयोग गरिदिनु हुने सम्पूर्ण फेरि पनि धन्यवाद व्यक्त गर्दछौँ। यसरी नै हजुरहरूको साथ सहयोग बढ्दै गयो भने हामी यस गौरीवासलाई खेल क्षेत्रमा सम्पूर्ण हामीले सकेको योगदानहरू दिँदै, साथै हाम्रो गौरीवास युथ क्लबले गर्नुपर्ने भूमिकाहरू धेरै नै छन्। यसलाई भनौँ भने कसरी भनौँ, विरोध गऱ्यो फेरि भन्नुहुन्छ होला उहाँहरूले होइन। अब एउटा सिस्टममा गर्नुपर्ने कुराहरू छन्, यही फुटबलका कुराहरू पनि छन् जुन अहिले हामीले आफ्नो ढङ्गले, आफ्नो मनोविज्ञानले आफ्नो कसरी यसलाई न्यायोचित हुन्छ, कुन ढङ्गले लिएर जाँदा चाहिँ यो खेल क्षेत्र सुनिश्चित हुन्छ भनेर एउटा सुनिश्चितको जुनसुकै क्षेत्रको पनि सुनिश्चितता हुनुपर्छ। खेलकुद खेलेर प्र्याक्टिस गराएर मात्रै हुँदैन, यसलाई कन्टिन्युटी दिलाउनुपर्छ र हामीले साथ सहयोग मात्रै अपिल गरेर मागेर मात्रै यो सम्भव हुँदैन। यसलाई कुनै न कुनै संस्थाले ब्याकअप बोन बनेर जुन खेल क्षेत्रलाई चाहिँ तपाईँहरूले दिनलाई आवश्यक देख्दछु। म एक खेल प्रेमी युवक जुन यस खुल्ला मञ्च बनाउनु पर्छ भन्ने हिसाबले लागेको एक युवक। म मात्रै होइन, हजुरहरू सम्पूर्ण सारा गाउँ आमवासीले साथ सहयोग गरिदिनु भएर आजसम्म रहेको छ यो फिल्ड पनि। र यो फिल्ड बनाउनलाई हामी पनि लागि परिरहेका छौँ। साथै यसलाई अझ दृढ र यसलाई ठुलो भविष्यमा सोचिदिनु हुनलाई यसलाई भविष्यमा यसको विस्तृत रूपमा यसलाई लिएर जानुपर्ने हुन्छ। अहिलेलाई छेडेकलाई मात्रै सम्झेर हुँदैन। हामीले यो खेल क्षेत्र निकै ठुलो छ। एथलेटिक्सको महत्त्व यो अहिलेको युवा पुस्तामा अति नै आवश्यकता छ। खेल क्षेत्र एउटा यस्तो माध्यम हो कि जो युवा पुस्तालाई इङ्गेज गराएर उसको 2-4 घन्टा त्यसमा टाइम स्पेन्ड भएपछि ऊ एउटा शारीरिक तन्दुरुस्तको लागि पनि र मानसिक तपाईँले मेन्टल्ली फिट हुनको लागि पनि यो खेल अति नै आवश्यक छ। र हजुरहरूले आफ्नो नानी बाबुहरूलाई प्र्याक्टिस गर्नलाई यस खुल्ला मञ्चमा पठाइदिनलाई सक्नुहुन्छ। जो इच्छुक हुनुहुन्छ, क्रिकेटमा इच्छुक हुनुहुनेले क्रिकेट पनि खेल्न सक्नुहुन्छ र
फुटबलमा इच्छुक हुनेहरूले फुटबल पनि ट्रेनिङ गर्न सक्नुहुन्छ। सबैलाई हामी वेलकम गर्दैछौँ र हजुरहरूको साथ सहयोग र माया पायो भने हामी यसरी नै गर्दै जानेछौँ र यसको लागि हामी पनि एउटा निश्चित केही खेल क्षेत्र अगाडि बढ्न सम्भव छ, बढाउनुपर्छ भन्दै हस्त यहाँबाट बिदा हुन्छु। हस्त नमस्कार।